सम्पूर्णमा नमस्कार। आज चाहिँ म यो तीनटा मिश्रणहरू जुन आयुर्वेदिक हो, अघि मैले स्क्रिनमा देखाएको छु यसको नामहरू, यसलाई चाहिँ हामीले यसरी सिलौटोमा कुटेर यसको लेदो बनाएर यो मेरो बाख्राको पाठीको खुट्टा भाँच्या छ, यताउता खेल्दाखेरि लडेर भाँच्या हुन सक्छ। त्यसको मिश्रणलाई हामीले मजाले पिनेर यसरी लेदो बनाएर यसरी खुट्टामा राख्नुपर्छ। जसको लागि चाहिँ हामीले यो लगाएपछि त्यो बाँसको सिन्का काटेर बाँसको सिन्कालाई पनि यसको खुट्टामा अडियोस् भनेर हामीले यसरी बाँसको सिन्का पनि राख्नुपर्छ, जसले गर्दा चाहिँ उसले खुट्टा टेक्दाखेरि त्यो भाँचेको ठाउँमा कुनै पनि असर पुग्दैन। यो सिन्कालाई हामीले यसरी मजाले तासेर उसको खुट्टाको जुन भाँचेको भाग छ त्यो बराबर नापेर दुईतिरबाट अथवा तीनतिरबाट नै यो सिन्का राखेर हामीले मजाले सफा टालोले यसको त्यो खुट्टामा बाँध्नुपर्छ। जुन यो सिन्का बाँधेपछि यसको खुट्टा लरमरिँदैन र त्यो हामीले लगाएको औषधिले राम्रो काम गर्छ। तपाईहरुले यहाँ स्क्रिनमा देख्दै हुनुहुन्छ, यसरी नै बाँधेपछि यसको खुट्टा केही दिनमै तगडा हुन्छ र यो हिँड्न लायक हुन्छ। म यो हिँडिसकेपछि यसको म भिडियो पनि तपाईहरुलाई बनाएर देखाउने छु। यसरी मजाले कसेर बाँधेपछि यो केही दिनमै ठिक हुन्छ। यो चाहिँ मेरो सिरोहीको पाठी 100% को हो। यसको खुट्टा चाहिँ खेल्ने क्रममा भाँचिएर यस्तो अवस्थामा पुगेको छ। यसको मैले राम्रो भएपछि म तपाईहरुलाई यसको अर्को भिडियो बनाएर देखाउने छु। धन्यवाद।